हेलो अनि हाम्रो उहाँ प्रेसिडेन्ट साहब हाम्रो चाहिँ यहाँ चाहिँ ग्रुपबाट यसो रात हामी जानुपर्ने कहाँ पो आज 27 माइल उता वेस्ट बेङ्गलपट्टि हो पारी टिस्टा पारी रहेछ वर्कर प्रेसिडेन्ट हाम्रो रमेश हुनुहुन्छ भने त्यसै गरेर हाम्रो जनरल सेक्रेटरी के अरे सुब्राम गुरु हुनुहुन्छ होइन हाम्रो यहाँ सिनियर गुरुजी हुनुहुन्छ हाम्रो शुभ दाजु त्यसै गरेर हाम्रो यहाँ राजु दाजु हुनुहुन्छ हो अनि अब यसरी चाहिँ हामी सबैजना लागि परिरहेको छु हामीले सोचेको भन्दा पनि धेरै टाढो रहेछ हो त्यसले गर्दाखेरि अब यहाँ अलिकति चिसोहरू हो रोटीहरू खाजा हल्का ब्रेकफास्ट हामी गर्नु खोजेको हाम्रो खाजामा चाहिँ सेलरोटी आलुदम होइन अनि हाम्रो यो जिरो भुजिया त्यस्तै बोकेर हिँडेर बाटो भुलेर छ नि यहाँनिर अब कता हो जानुपर्ने है भन्ने भइरहेछ अब कता यता रहेछ 22 किलोमिटर छ कहाँ हो त्यो त होइन नि हो यो त सान्तार हो सान्तार बजार भन्यो त्यो 22 किलोमिटर हो तपाईहरूलाई म यो जग्गा देखाउँदैछु यो जग्गा चाहिँ तपाईँहरूको यो 27 माइल ड्यामको पारिपट्टि रहेछ है पारी नभन्नुवारीपट्टि रहेछ र यहाँ चाहिँ जम्मा टोटल चाहिँ 12-13 घर रहेछ होइन तर टिस्टाको बाढीको कारणले गर्दा चाहिँ उहाँहरू चाहिँ एकदमै क्षतिग्रस्त हुनुभएको रहेछ र अहिलेसम्म चाहिँ यो ठाउँमा चाहिँ कहीँबाट पनि राहतको लागि चाहिँ कसैले पनि अब पल है अथवा अहिलेसम्म आइपुग्नु भएको छैन रहेछ र अझैसम्म कसैबाट पनि या थाहा भएर हो या थाहा नभएर हो होइन अहिलेसम्म चाहिँ राहतको लागि कुनै पनि पल भएको छैन त्यसै गरेर हाम्रो यहाँ हाम्रो सिक्किम ट्रक ड्राइभर एसोसिएसन हेड अफिस गान्तोकबाट चाहिँ केही सहयोगको लागि चाहिँ रासन पानी लिएर हामी आइरहेको छौँ र त्यसै गरी अब यहाँनिर केही वितरण लागि चाहिँ अब सरसल्लाह हुँदैछ त्यसै गरी उहाँहरू चाहिँ तिर्पलहरू लगाएर यसरी बसिरहनु भएको रहेछ होइन हामी आइपुग्दाखेरि चाहिँ उहाँहरूको यस्तो कन्डिसन देख्यौँ है उहाँहरूको चाहिँ अब एकदमै बिहालै भइसकेको रहेछ र अब हामी केही अब उहाँहरूलाई चाहिँ सामान होइन रासन पानी एकजनालाई 50 किलो चामलको हिसाबले हामी लिएर आएको छौँ
सिक्किम ट्रक ड्राइभर एसोसिएसन तादोङ गान्तोक तपाईँहरू यत्रो टाढाबाट कष्ट गरेर हामी समक्ष हाम्रो बाढ पीडितहरूसँग तपाईँले यत्रो सामग्रीहरू लिएर आइदिनु भयो। तपाईँ सम्पूर्णलाई तपाईँ यत्रो कष्ट गरेर आउनुभयो। तपाईँ सम्पूर्णलाई हामी गाउँलेको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। तपाईँले अघि यहाँबाट हामीले सुनेका छौँ साँच्चै नै सिक्किम र बङ्गाल चाहिँ एउटा नङ र मासुसँग मिलेर बसेको हामीले अगावै पनि हामीले देखिरहेको छौँ। यसरी नै सदैव हाम्रो सम्बन्ध कायम रहोस् हामी यही भन्न चाहन्छौँ। तपाईँले आज परेको बेलामा यसरी तपाईँहरू दुःख नमानी यत्रो टाढोबाट आइदिनु भयो। तपाईँ यसरी नै सिक्किम ट्रक ड्राइभर एसोसिएसन तादोङ गान्तोक तपाईँ सम्पूर्ण टिमलाई इन्टायर टिमलाई हामी धन्यवाद दिन चाहन्छौँ। हामीले यहाँ चाहिँ सिक्किम ट्रक ड्राइभर एसोसिएसनबाट यो राहत वितरण गर्दैछौँ। आज यही जग्गामा हामीले किन चुज गऱ्यौँ भन्दाखेरि चाहिँ हाम्रो सिक्किम र बङ्गाल चाहिँ एउटा नङ र मासुको जस्तो सम्बन्ध रहेको छ। त्यो हिसाबले चाहिँ अब हामीले एउटा टाढाबाट सिक्किम ट्रक ड्राइभर एसोसिएसनले हामीले चाहिँ यो जग्गालाई चाहिँ अब हेरेको छौँ। यो चाहिँ अब दूरदराजमा छ, सबैको नजर अब यहाँ नपर्ला भन्ने हिसाबले चाहिँ परेको छैन भन्ने हामीले खबर पाउँदाखेरि चाहिँ हामी पनि यो जग्गामा चाहिँ ल्याएर तपाईँलाई राहत दिउँ भन्ने हिसाबले चाहिँ हामीले यो सानो सहयोग गरेको छौँ। अतुल छेत्री हाम्रो कार्यकारिणी अध्यक्ष चिफ एडभाइजर सबै सिक्किम ट्रक ड्राइभर एसोसिएसनको तत्त्वावधानमा सबै हामी एकजुट भएर मिलेर अब समस्या परेको सिक्किम र बङ्गाल हाम्रो खुनको साइनो छ, एउटा रगतको साइनो छ, एउटा दुधको साइनो छ। त्यो कहिले पनि नमेटियोस्।